छैन सुकुम्बा त्यो हो नि कस्तो सुकुमा पैसा छैन हुने पैसा छैन भने बुढा पैसा सिद्धियो अनि छैन भने एक पैसाको उधार खायो भने एक पैसाको 2 पैसा बनाउँछ भने किन उधार गर्नु छ भने खाउँदैन छैन भने अनि कति चाँडो पैसा भ्या त नि अस्तिको पैसा त्यत्रो सबै भ्याइसक्यो अब त्यही पनि नगर्ने अनि सबै पैसा भ्याइसक्यो त दाउरा बेच्यो त्यहाँको अब मेरो दाउरा बिग्यो भने अब छ भने हुन्छ नि 1500 2000 त मेरो पक्कै दाउरा हुन्छ अस्तिको 12,000 ल्याएको सिद्धियो मेरो बाउको कति 4 गते ल्याएको होइन आज कति गते हो कसले बनाएको कसैलाई भनेको छैन हेर्नु कसैलाई भनेको छैन कसैलाई भनेको छैन यहाँ सुन्नु न यता हेर्नु न के हो त त्यो भत्ताको पैसा सबै भ्याइसक्यो अब केले खाने अब नबाल्नु के गर्नु दाउरा बिग्यो भने मात्रै खाने होइन अनि दसैँमा के खाने रक्सी खानु पर्दैन दसैँमा कसरी खान्छ दसैँमा छोरा दिएपछि खाउँला छोरल त जाँड रक्सी दिँदैन सिर्फ बिहान बेलुका भात मात्रै दिन्छ भातमा भने मासु खाने सङ्क्रान्ति आयो छोराको काम हो त अनि र पनि छोराको खुट्टा छैन त्यसैको होला नि खाऊ छोराले खाऊ भन्छौ त छोराको खुट्टा छैन एउटै भन्ने छोराको एउटा खुट्टा छैन र पनि बाउलाई भात खिलाउँछु भनेर हिँडिरहेछु छोराको बाउको दिमाग थिएन उसले हामीले हाल्नु जोड्यो तिमीहरू बच्चामा मैले 10 वर्षसम्म मैले पालेको हो नि आफूलाई मैले छोरीहरू ठुलो भैँसी चलाउँला बाख्रा चलाउनु खाउँला सजिलो भयो भने त्यो ठिक हो नि अब उमेरमा भएपछि अर्को काम जान्छु भने बाह्र पनि पाल्नु पर्यो अब बाउलाई भनेको के भन्यो बाउलाई बुढा भयो बाउलाई पाल्ने मै हो 10 वर्षको उमेरमा यो छोरालाई खुकुरी बोकेर खेदाएको त बिर्स्यो यो बाउले यतिखेर यो छोरोले खुकुरी बोकेर खेदाउनु पर्थ्यो बाउलाई र पनि 2 छाक खाना खिलाइरहेको छु उयो त्यो माथि मेरो बाउलाई के भनेको मैले 11 वर्ष पुग्यो भनेर भन्ने हो 11 वर्ष लेखाउन लेखेर लैजाऊ 11 वर्ष भएको लेखेर लैजाऊ तपाईँ गएन 10 वर्ष नचले 11 ल्याएको भने हामी दिने लगेको हो अक्कलले लगेको हामीलाई 10 वर्षदेखि 10 वर्षको उमेरमा हामीलाई काठमाडौँ पठाइयो 11 वर्षमा लेखाएको थाहा छ मलाई 11 वर्ष त्यो त्यस्तो गरी दुःख पाएको छोरोले बाउलाई भयो भनेर अनि लेखाएर पठाएको मैले त्यस्तो गरी अनि काठमाडौँको भैँसी चलाउँथ्यो त्यस्तो गरी पाएको सुँगुरले लाने भने अक्कल आएको त्यस्तो 10 वर्षको उमेरदेखि पाउन त अब 11 वर्ष लेखाउने पाउन त अब मैले 6 वर्षको उमेर 5 वर्षको उमेरदेखि नै अर्काकै भैँस चराएर आएको मान्छे होइन अब र पनि 10 वर्षको उमेरमा म काठमाडौँ पुगेको मान्छे जिन्दगीमा यति सङ्घर्ष गरेँ हुन त अब के गर्ने त्यो बेला त्यस्तै थियो अब भएको कारणले पनि सङ्घर्ष गरेर हिँड्दै गर्दाखेरि आज यो छोरोले 2 छाक खाने त मेसो त जसरी नै बनाएको भएको थियो तर के गर्ने बाउले जाँड रक्सी नखाएर चुप्पो लाएर हिँडेदेखि
बिहान बेलुका भात त यो छोरोले त मजाले खिलाउँछु भन्ने आँट भएको छ नि अझै पनि छोरो खुट्टा पनि नभएको त होइन खुट्टा पनि नभएको त छोराको खुट्टा पनि नभएको त अझै पनि आँट त छ नि बिहान बेलुका खुवाउँछु मेरो बाउलाई अच्छा होइन भनेर उहिले त मेरो त होइन उनीहरू त हालो जोत्यो अहिले हालो जोत्यो ट्र्याक्टर जोत्यो ल ठिकै छ हामीलाई सिप गएको छ नि सिपमा छ गाडी चलाउँछ नि त्यही भएर यो छोरोलाई जति दुःख दिए पनि तर छोरोले बाउलाई दुःख नदिने अझै पनि 20 वर्षसम्म बाँचुस् भनेर यो बिडी नखानु भनेको मैले यो बिडी नखानु रक्सी नखानु भनेको झन् रक्सी खाएर हिँडे गर्ने हो त अनि त्यो भनेको अहिले सिप छ त